काग र बकुला। धेरै वर्ष पहिले एक सुन्दर गाउँको नजिक एउटा ठुलो पोखरी थियो। त्यो पोखरी वरपर हरियाली घाँस, रुखहरू र रङ्गीचङ्गी फुलहरू फुल्थे। त्यहाँ धेरै प्रकारका चराचुरुङ्गी र जनावरहरू बस्ने गर्थे। त्यस पोखरीमा दुईजना विशेष साथी थिए, काग र बकुला। काग कालो कोहिरो जस्तो देखिने चञ्चले र चतुर चराचुरुङ्गी थियो। ऊ निकै चलाक थियो र सधैँ नयाँ कुरा सिक्न चाहन्थ्यो। बगुला भने लामो खुट्टा, सेतो शरीर र लामो घाँटी भएको गम्भीर स्वभावको चरा थियो। ऊ शान्त स्वभावको थियो र अति नै धैर्यवान थियो। काग र बकुला दिनभरि पोखरी वरपर घुम्थे। काग रुखको हाँगामा बस्थ्यो भने बकुला पोखरीको छेउमा उभिएर माछा समात्थ्यो। उनीहरू आपसमा धेरै कुरा गर्थे। कहिले मौसमको कुरा, कहिले खानाको कुरा, त कहिले गाउँमा भएका रमाइला घटनाहरू। एक दिन कागले बकुलालाई सोध्यो, ए बकुला दाई, तिमी सधैँ यति धेरै धैर्य गरेर माछा किन समात्छौ? म त चाहन्छु कि एकैछिनमा धेरै माछा खान पाइयोस्। बकुलाले मुस्कुराउँदै भन्यो, काग भाइ, धैर्य नै सफलताको मुख्य कुरा हो। यदि हामी समयमा पूर्वक काम गर्छौँ भने सफलता पाउन सजिलो हुन्छ। तर कागलाई बकुलाको कुरा खासै मन परेन। ऊ जहिले पनि सजिलो उपाय खोज्ने गर्थ्यो। एक दिन कागलाई नयाँ उपाय सोच्न मन लाग्यो। ऊ आफै माछा समात्ने उपाय खोज्न थाल्यो। ऊ पोखरीको किनारमा बसेर बकुलाको चाल हेर्न थाल्यो। बकुला निकै शान्त भएर पानीमा आँखा गाड्यो अनि कुनै माछा नजिक आउँदा झट्ट गरेर समात्थ्यो। कागले पनि त्यसै गर्न खोज्यो। ऊ पनि पानीको छेउमा गएर बकुला जस्तो उभियो। उसले निकै ध्यान दिएर पानी हेर्न थाल्यो। तर केही बेरमै ऊ अधैर्य भयो। अचानक उसले एउटा नयाँ चाल सोच्यो। ऊ आकाशमा उड्यो, तल पोखरी हेर्दै गयो। केही बेर उडेपछि उसले पोखरीको छेउमा केही माछा देख्यो। उसले झट्ट तल आएर माछा समात्न खोज्यो, तर माछाहरू चनाखो भइसकेका थिए। उनीहरू कागको छाया देख्न साथ भागिहाले। काग निराश भयो। कागले फेरि बकुलालाई सोध्यो, बकुला दाई, तिमी कहिले निराश हुँदैनौ? म त धेरै पटक प्रयास गरेँ, तर माछा समाउन सकेन। बकुलाले गम्भीर हुँदै भन्यो, काग भाइ, कुनै पनि राम्रो कुरा तुरुन्तै पाइँदैन। धैर्य राखे मात्र सफलता मिल्छ। तिमी अधैर्य भएर माछा समाउन खोज्यौ, त्यसैले तिमीलाई असफलता भयो। यदि तिमी संयम र बुद्धिले काम गर्यो भने सफलता पाइन्छ। कागले बकुलाको कुरा बुझ्यो। यो कथाले हामीलाई धैर्य, संयमको महत्त्व सिकाउँछ। सफल हुनका लागि चलाखी मात्र होइन, सही विधि र समयको पनि आवश्यकता हुन्छ। जसरी बकुलाको संयमपूर्वक माछा समात्थ्यो, त्यसरी नै जीवनमा धैर्यपूर्वक काम गर्दा सफलता अवश्य मिल्छ।